नमस्ते नमस्ते। एउटा हिन्दीमा उखान छ नि, इलाका तेरा धमाका मेरा भनी यही शब्दलाई जानी नजानी उच्चारण गर्दै मैले यो भिडियोलाई अगाडि बढाउन चाहे। जुन अहिले बालेन शाह इलाका केपी ओलीको र धमाका बालेन शाहको भन्दै झापामा गएर 68,000 भन्दा बढी मत र 50,000 मतले पछि पार्दै केपी शर्मा ओलीको इलाकामा बालेन शाहले के गरे, धमक्का मचाइदिए। र बालेन शाह को थिए त र कसरी नेपालमा यस्तो क्रेज बढ्यो? एउटा मात्रै पहिलाको र्यापर र इन्जिनियर अल द सडनली काठमाडौँमा पुराना पार्टीका नेताहरूसँग मेयर चुनाव लडेर काठमाडौँमा मेयर जितेर 3 वर्ष 3.5 वर्ष मेयरको पदभार सम्हालेर राजीनामा दिएर सङ्घीय इलेक्सनमा झापामा त्यही पनि नेपालको मै हुँ भनी केपी शर्माको इलाकामा गएर चुनाव लडेर अहिले नेपाली मिडियामा मात्रै नभई विदेशी मिडियाको हेडलाइनमा समेत चर्चामा आउन बालेन सफल भएका छन्। र यो सफल कसले बनाएका हुन् भन्दाखेरि यही नेपालका पुराना पार्टी भनाउँदा एमाले, काङ्ग्रेस र माओवादीले नै यो चर्चाको शिखरमा लिएर सफल भएको हुन्। र कसरी अहिले माओवादी, एमाले, काङ्ग्रेस पत्ता साफ जस्तै भए भने तपाईँ हामी सबैजनालाई थाहा नै छ। 4 वर्ष अगाडिको चुनावमा जुन काठमाडौँको मेयर, स्वतन्त्र मेयर बालेनले जिते, धरानमा हर्क साम्पाङले जिते भने अर्को गोपी हमालले समेत मेयरको पोजिसन हातमा पार्न सफल भएर जनताले पुरानो दललाई पछाडि पार्दै किस्तीमा हालेर मेयरको पद यी 3 जनाले दिए। र यही बेलादेखि नै सबैजनालाई थाहा भएको थियो कि नेपाली जनताले परिवर्तन चाहेको छन्। तर पहिलाका पार्टी जुन एमाले, काङ्ग्रेस र माओवादी के गरे, परिवर्तन हुन चाहेनन्। अझै पनि यही 3टा मेयरको खेदो खन्दै कुनै बेलामा पनि सहयोग नगरी खेदो खनेर कुनै बेला काठमाडौँको मेयरलाई त गाँजा खाएर बोलेको छ समेत भन्न भ्यायो। र एकदमै खुसी टिउडी गरेर बोल्दै बोल्दै 2 वर्ष 3 वर्ष बिताए र यिनीहरूले सुत्रिने कुनै पनि भावना देखाएनन्। र जनताले यी सबै अहिले सोसियल मिडिया मार्फत विचार गरिरहेका थिए, निहालिरहेका थिए। र अहिले आएर के गरे त, चुनावमा बुथमा पटाक पलाएर केपी शर्मा, नेपाली काङ्ग्रेस र माओवादीलाई चुनाव बक्समा चट्ट लाएर 0 भोट हालिदिए। र अहिलेका ट्रेनमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीलाई सर्लक्क अगाडि बढाइदिए। र एउटा मेयर र एउटा टिभीमा बोल्ने जर्नलिस्ट रवि र बालेनको क्रेजले नै नेपालमा के भयो, एउटा ट्रेन्ड चल्यो र 125 भन्दा बढी सांसदले जितेर अहिले पार्लिमेन्टमा आफैले 2 तिहाई समेत लिड गरेर सांसद चलाउने अवस्थामा पुग्यो। र अब जनताले यी 2 जनाबाट नेपाललाई के होला भनेर भारी त बोगाइदिए। अब बोगाएको भारी कसरी यिनीहरूले उचालेर बोगेर हिँड्छन् भनेर आजैदेखि जनताले सबैले निहाल्न थालिसकेका छन्। आशा गरौँ यी 2टा रवि र बालेनले जनताले बोकाइदिएको भारी राम्रोसँग बोक्ने छन्। र त्यस पछाडि 5 वर्षमा यिनीहरूले फेरि अर्को इलेक्सनमा यस्तै इलेक्सन आउँदा फेरि
125 जना सांसद नभइकन 165 सांसद लिगेर फेरि पार्लिमेन्टमा छिर्नेछौँ भन्दै आशा गर्नेछौँ। र जुन केपी शर्मा ओली माओवादी काङ्ग्रेस कसरी पत्ता साफ भए, जुन जेनजी आन्दोलनमा त्यत्रो 74 जनाको रगत पिए र तै पनि जिम्मेवारी लिन चाहेनन्। त्यस पछाडि जेनजी आन्दोलन पछि पनि जेनजीलाई उल्टो कसैले उस्काएको हो र यो विदेशी उसाहाटमा यस्तो भएको हो भने कसैले पनि एउटा दोष लिन चाहेनन्। यसै कारणले पनि एमाले माओवादी काङ्ग्रेस पत्ता साफ हुन पर्यो र माओवादी एमाले त झन् जहिले पनि मेरो 7 लाख पार्टी सदस्य क्रियाशील छन् र हामी नै हो अगाडि भन्दै जहिले पनि आफ्नो दम्ब अगाडि नै बढाए र काङ्ग्रेसमा पनि सुत्रिएको काङ्ग्रेस भन्दै विद्रोह गरेर भर्सन 2.0 भनेर आएका सभापति गगन थापा भनाउँदाले पनि के गरे त हावा खाए र काङ्ग्रेस सुध्रिएको छैन भनेर के गरे त जनताले सर्लक्कै देखाइदिसके। एमाले त सुध्रेको छैन काङ्ग्रेस सुध्रियो भनेर अफा फैलाउँदै थियो, त्यही पनि जनताले के गरे सुध्रिएको छैन भनेर देखाइदिए र माओवादीमा के गर्यो त जोगी नै चाहिँ जोग्य 10-12 जना कतिजना जोग्यो के अरे एउटा चतुरे प्रचण्डे भनाउँदो गाउँमा जहाँ इन्टरनेटको पहुँच नै नपुगेको ठाउँमा पैसा दिएर एउटै मान्छेले 10 वटा भोट सुई हानेर प्रचण्डे जिताएर अहिले सांसद छिर्दैछन् र सांसदमा जान्नी बान्नी पुरानो जानेको मै हो, जसले जति सिट लिएर आए पनि मनै अगाडि हो, लिड गर्ने त मनै हो भनेर कन्ट्रोभर्सियल शब्द बोलिसकेका छन् र अब के हुन्छ कसरी चल्छ भनेर हामी नेपाली जनताले हेर्नै बाँकी छौँ र हामीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई दरो भारी बोगाएको छौँ र भारी बोगेर बिसाउने 5 वर्षमा राम्रोसँग बिसाएन भनेपछि जैसरी अहिले राष्ट्रिय स्वतन्त्र पार्टी उदायो 5 वर्ष पछाडि त्यसरी नै अस्ताउने छ र यो भोटलाई सदुपयोग गर्दै जनताको भारी राम्रोसँग बोक्नुहोस् भन्दै अब रह्यो केपी शर्मा ओलीले 50,000 भोटले बालेन शाहसँग हारे। के अब हारेर मात्रै सुख पाउँछन्? जुन जेनजी आन्दोलनको प्रतिवेदन सुशीला कार्कीको हातमा परे लगत्तै अहिले के भएको छ त सामाजिक सञ्जालमा व्यापक छ केपी शर्मा ओलीले अब हामीलाई धरपकड गर्छन् भनेर आफ्नो कार्यकर्ता बटुलेर ब्रिफिङ दिइसकेको र अब आउने दिनहरूमा यो पक्कै पनि हुन सक्छ कि अब जेनजी आन्दोलनको घटनालाई स्वीकार गर्नु पर्दैन। के भोट हारेर मात्रै हुन्छ? हुँदैन। अब 36 वर्ष अगाडिदेखि चलेको भ्रष्टाचारी काण्डको फाइल खोल्नु पर्दैन? खोल्नुपर्छ। र अब के केपी शर्मा ओली, शेरबहादुर देउवा, आर्जु देउवा जस्तो यस्ता भ्रष्टाचारी जेल जानु पर्दैन? जेल जानु पर्छ। त्यही भएर राष्ट्रिय स्वतन्त्र पार्टी जनता के चाहन्छन् भन्दा तपाईहरूलाई राम्रोसँग थाहा छ। 36 वर्ष अगाडिदेखिको भ्रष्टाचारी जेल जाने, 74 जना जेनजीको हत्यारा जेल जाने र त्यस पछाडि जति पनि बलात्कार भए एउटा चर्चामा रहेको नाम निर्मला पन्त। गृहमन्त्री 2 चोटिसम्म रवि लामिछाने भए तर केही गर्न सकेनन्। अहिले चाहिँ किनकि आफ्नै सबै हालिमुली भएको कारणले पहिला त पुरानो पार्टीले गर्न दिएनन्। अब हालिमुली आफ्नै हातमा भएको बेलामा पनि यी 3 चिज मेन छ तपाईँको लागि। यदि यी 3 चिज पहिला बस्ने पार्लिमेन्टको मिटिङमा पारित भएन भनेपछि तपाईँहरू पनि बिस्तारै के हुन्छ एमाले काङ्ग्रेसकै हालतमा पत्ता साफ हुँदै जानुहुन्छ। त्यही भएर मेरो यो स्ट्रङली सजेसन हो 36 सालदेखिको भ्रष्टाचारीको काण्ड खोताल्ने र निर्मला काण्डको दोषीलाई पत्ता लगाउने र त्यसरी 74 जना जेनजीको हत्यारालाई जेलमा कोच्ने
र अरू बिस्तारै बिस्तारै गर्दै जाने र जनताले के खोजेको छ त्यही अनुसार डेलिभरी गर्दै जाने हो भनेपछि राष्ट्रिय स्वतन्त्र पार्टी आउने दिनमा पनि हाई हाई हुन्छ, नत्र भनेपछि के हुन्छ, बाई बाई हुन्छ। त्यसै कारणले अहिले केपी शर्मा र काङ्ग्रेस गिरेको जसरी गिर्न नपरोस् भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीको लागि अहिले बधाई दिन सकिन्न, किनकि जनताले भारी बगाइदिएको छ। जनताको भारी सजिलोसँग बोकेर त्यसलाई राम्रोसँग 5 वर्षमा थुचुक्क भैमा राख्यो भनेपछि बल्ल चाहिँ बधाई दिन सकिन्छ। तर अहिले शुभकामनाको साथै सबैलाई शुभकामना छ र आउने दिनहरूमा राम्रोसँग गर्नुहोस्। सबै अहिले हालिमोली राष्ट्रिय स्वतन्त्र पार्टीकै मात्रै छ र केपी शर्मा ओली जुन भ्रष्टाचारी 36 वर्षदेखिको भ्रष्टाचारीहरू सबै जेल हाल्नुपर्छ र निर्मलाको पन्तको बलात्कारीलाई पर्दाफास गराउनुपर्छ भन्दै भिडियो हजुरहरू अन्तिमसम्म हेरिदिनुहोस्। मेरो सल्लाह सुझाव कस्तो छ कमेन्टमा गएर कमेन्ट गरिदिनुहोस्। यदि मेरो सल्लाह सुझाव ठिक छैन भनेपछि नि ठिक छैन भनिदिनुहोस्, ठिक छ भनेपछि नि ठिक छ भनिदिनुहोस् भन्दै सक्नुहुन्छ भनेपछि यस च्यानललाई एक सब्सक्राइब पनि गरेर जोडिदिनुहोस् भन्दै हस्त नमस्ते।